एक्सन बस ठेउके दादा हजुर उहाँ तल आमाले बोलाइबस्छ क्या हजुर गइबस्छु नि त आमा त काममा जानुभएको के बोल्नु तँलाई हैजे भने नमान्ने के सर्क त्यहाँ भनेपछि जान एउटा हुन्छ नि तरिका अनि सुन्छ त्यो अहिले मैले भनेको थिएँ नि दुध 1 लिटर त्यसलाई घोटेर अलिक खुँदो जस्तो बनाएर लिएर आएँ है आइयो यो डेमै छौँ हामी त नाइट भएको छैन अहिले हो यो डेमै छ भन्न बिर्सेछु म गए पछाडिको एउटा गरौँ न अरू ठिक छ म गए पछाडिको गरौँ